सम्मानीय सभामुख महोदय, अब एकै दिनमा 10वटा मन्त्रालय, समय 7 मिनट, 1 मिनटको दरले पनि एउटा मन्त्रालय परेन। त्यस कारणले मैले छोटकरीमा मन्त्रालय अनुसार एक लाइन बोल्न खोजेको छु। सबभन्दा पहिला म खानेपानी मन्त्रालयबाट नै सुरु गर्छु। खानेपानी मन्त्रालय हाम्रो संविधानले पनि ग्यारेन्टी गर्छ स्वच्छ खानेपानी जनताले पाउनुपर्छ, नेपाली जनताले पाउनुपर्छ। 10 वर्ष पहिलादेखि मेरो क्षेत्रमा 2-3वटा केन्द्र सरकारको बजेटबाट ओभरहेड पानी ट्याङ्की बनेको छ, बोरिङ पनि भइसकेको छ, तर जनताले खाना पानी पाइरहेको छैन किनकि त्यसको स्टार्टिङ भएको छैन। त्यसलाई केही बजेटको अभावमा 10 वर्षदेखि त्यसलाई त्यतिकै अल्पत्र पारेको छ। म एउटा प्रश्न गर्न चाहन्छु किनकि त्यसको विनियोजन कहीँ देखिन आखिर के भयो। केन्द्रले बनाउने योजना अधुरा छोडिदिने, देशभरिमा अरबौं रुपियाँ खर्च हुने तर जनताले त्यो खानेपानी पाउन नसक्ने। त्यसमा मेरो क्षेत्रमा बलरा छ, डुमरिया छ, हजरिया छ, त्यो सबै ठाउँमा ओभरहेड पानी ट्याङ्की बनेको छ, बोरिङ पनि भइसकेको छ, तर जनताले छ। त मैले त्यसमा ध्यान त्यसमा बजेट किन विनियोजन गरिएन? त्यो केन्द्रको योजना थियो, त्यो अब कसैलाई स्थानीय या प्रदेशमा रहेर त्यो जिम्मेवारीबाट मुक्त हुन पाइँदैन किनकि केन्द्र सरकारले बनाएको योजना केन्द्र सरकारले पुरा गर्नुपर्छ अनि नेपाली जनताले शुद्ध खानेपानी, स्वच्छ खानेपानी समयमै पाउनुपर्छ। यति मैले त्यहाँ राख्न चाहन्छु। दोस्रो कुरा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा, किनकि म शिक्षासँग जोडिएको मान्छे भएको कारणले राख्न चाहन्छु। एउटा कुरा, हाम्रो बजेटमा किन आवासीय विद्यालयको कन्सेप्ट पर्दैन? एकचोटि चित्रलेखाजी शिक्षा मन्त्री हुँदाखेरि उहाँहरूले राख्नुभएको थियो कि 7 प्रदेशमा 7वटा आवासीय विद्यालयको कन्सेप्ट राख्नुभएको थियो। अब यहाँ मन्त्री चेन्ज हुने बित्तिकै के नीतिको पनि निरन्तरता नहुने कि आवासीय विद्यालय राख्यो भने के देशलाई मन्त्रीजीलाई पाप लाग्थ्यो कि? किनभने आवासीय विद्यालयले मात्र गरिबको शिक्षा सम्भव छ। जुन बुढा नीलकण्ठमा त्यस्तै कम्तीमा देशमा कम्तीमा 100वटा बुढा नीलकण्ठ स्कुलको सार्वजनिक विद्यालयको आवश्यकता थियो कि जहाँ गरिब जेहनदार विद्यार्थीले सस्तो मुफ्तमा शिक्षा पाउँथ्यो, जो अलिकति मध्यम वर्ग थियो त्यो हाफ पेयर गर्थ्यो, जो धनी थियो त्यो फुल पेमा त्यहाँ पढ्न पाउँथ्यो। त्यस कारणले हाम्रो सरकारी विद्यालय या युनिभर्सिटी या कलेज किन आवासीय कन्सेप्टमा गइरहेको छैन? मैले बुझ्दाखेरि जति पनि दुनियाँको अनुसन्धान केन्द्रहरू छ सबै आवासीय छन्। जतिसुकै राम्रा युनिभर्सिटीहरू छन्, राम्रा स्कुलहरू छन्, आवासीय छन्। इन्डियाको अहिले पनि जति टप स्कुलहरू छन् सबै आवासीय छन्। गभर्मेन्टको कुरा गर्दैछु, नवोदय विद्यालय होस्, चाहे नेत्रहाट होस्, चाहे जवाहर विद्यालय, सबै गभर्मेन्टको विद्यालय तर आवासीय हो र त्यसको एक्जाम हुन्छ। त्यसमा किन शिक्षा मन्त्रालयको ध्यान गएन? त्यसमा बजेट विनियोजन किन भएन? त्यो कन्सेप्टमा जान केले रोक्यो? यो मैले राख्न चाहन्छु, शिक्षा मन्त्रीजीको ध्यान आकर्षित गर्न चाहन्छु। कर्मकाण्डी बजेट लाएर जहिलेदेखि चल्छ शिक्षा सार्वजनिक शिक्षा दिनको दिन ध्वस्त भइरहेछ। यो देशमा 19वटा विश्वविद्यालय बनाउने आवश्यकता थिएन, तर एउटा पनि आवासीय विश्वविद्यालय किन बनेन? यो आवासीय विश्वविद्यालय नबनाउने, खालि आफ्नो मान्छे रेक्टर स्टार भिसी बनाउनलाई युनिभर्सिटी थप्दै जाने एउटा ऐन बनाउँदै त्यो तरिका ठिक भएन। त्यस कारणले हामीलाई क्वालिटी शिक्षा पनि चाहियो र सार्वजनिक शिक्षा सबैको पहुँच हुनु पनि चाहियो। अहिले पनि मेरो गाउँको मुसरको छोरा, चमारको छोरा, डोमको छोराहरूको छोरा स्कुल जान पाइरहेको छैन। त्यसको स्कुल पुर्याउनको यहाँ बजेटमा कहीँ व्यवस्था गरिरहेको छैन। त्यस कारणले कि अहिले पनि धनी मनीको लागि मात्र शिक्षा हुने अनि पहुँच भएको वर्गको लागि मात्र शिक्षा हुने कि गरिबको छोराछोरी पनि स्कुल पुग्नु पर्ने, उसको छोरा पनि डाक्टर, इन्जिनियर, प्रोफेसर, वकिल बन्न पाउने? त्यस कारण शिक्षाको जुन अहिलेको नीति छ, अहिलेको जुन बजेट विनियोजन छ त्यो नेपाली जनतालाई फलो गर्दैन। मन्त्रीजीलाई गर्ला, मन्त्रीजीको आसेपासेलाई गर्ला, तर नेपाली जनतालाई, आम जनता जो गरिब जनता छ, जो बिलो पोभर्टी लाइन भन्छ र गरिबी रेखा मुनिको त्यो जनतालाई गर्दैन। मैले सरसरी पुरा हेर्दाखेरि विनियोजन त्यो अनुसारको देखिएन। र पहिलाको मन्त्रीले जुन कन्सेप्ट ल्याएको थियो आवासीय विद्यालय, घोषणा पनि भयो, नीति कार्यक्रम पनि घोषणा भयो, 1 साल बजेट पाएँ तर कहीँ पनि बनिएन। अहिलेसम्म मैले 7वटा प्रदेशमा कहीँ पनि आवासीय विद्यालय सरकारको खर्चबाट बनेको मैले देख्दिनँ। दोस्रो कुरा, अब म गृह मन्त्रालयको ध्यान आकर्षित गराउन चाहन्छु। गृह मन्त्रालय मेरो क्षेत्रमा एउटा पनि इलाका प्रहरी कार्यालय कभरको छैन। मैले बारम्बार 10 वर्षदेखि लगातार गृह मन्त्रालय भन्छु कि कम्तीमा एउटा कभरको त इलाका प्रहरी कार्यालय एउटा निर्वाचन क्षेत्रमा एउटा हुनु। कुनै क्षेत्रमा पहुँचको भरमा 5वटा इलाका प्रहरी कार्यालय हुन्छ कभरको, कुनै क्षेत्रमा एउटा पनि छैन। मेरो क्षेत्रमा एउटा पनि छैन। गृहमन्त्रीजीले बुझ्दा पनि हुन्छ। दोस्रो कुरा, म मटिहानी गएको थिएँ, त्यो सदनमा त्यो बेला पनि बोलेको थिएँ। बोर्डरमा हाम्रो प्रतिष्ठा पनि जोडिएको छ किन अन्तर्राष्ट्रिय बोर्डर छ, त्यो जिल्लाको बोर्डर होइन। अन्तर्राष्ट्रिय पारिपट्टि एसएसबीको राम्रो क्याम्पहरू बन्ने, हाम्रो बोर्डरको जति एसएसबीको बिओपी भन्छ या बेस क्याम्प छ, बोर्डरलाई बिओपी भन्छ, बोर्डर आउटपोस्ट,
र अलिकति भित्र भयो भने बेस क्याम्प छ। यति खराब अवस्थामा छ भने मटिहानीको यदि चाहिन्छ भने फोटो पनि म फरवार्ड गर्न सक्छु। म आफै गएर फोटो खिचा थिएँ। मतनी जिल्लाको मटिहानी बोर्डरमै छ अनि त्यो गाउँै दुईटा वरिपरि छ। त्यहाँ त्यही जिल्लाको हाम्रो श्रम मन्त्रीजी हुनुहुन्छ, उहाँलाई बढी थाहा होला। त्यो सुँगुरको खोरभन्दा खराब छ सशस्त्र बेस क्याम्पको। त्यसको लागि बजेट किन विनियोजन भएन? एकचोटि 2-4 अरब बजेट विनियोजन गरेर तराईको जति बोर्डरसँग नेपाल भारत सीमा या चीनको सीमासँग जति बिओपीहरू छ त्यसको इन्फ्रास्ट्रक्चर राम्रो किन नबनाउने? त्यसले के लिएर रोक्या छ? त्यसको पनि विनियोजनमा कहीँ देखिन। अब एउटा गयो अनि टहरा राखिदिने, अनि ट्रस राखिदिने, जस्ता पत्ता राखिदिने, त्यो त देशको बेइज्जत हो नि। देशको बेइज्जत त सरकारले गर्न पाइँदैन नि। देशको जहाँसम्म इज्जतको सवाल हो, हामीहरू सिटीमा विश्वास गर्नुपर्छ। इन्डियामा हरेक 3 किलोमिटरमा एसएसबी को ठुलो पक्काको क्याम्प छ, हरेक 3 किलोमिटरको डिस्टेन्समा, ठिक छ। तर हाम्रो 10 किलोमिटरमा पनि टहरा छ, कहीँ सुँगुरको खोवार छ, कहीँले कसैले दिएछ। त्यस कारणले मैले त्यसमा गिरीको दोस्रो कुरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यान आकर्षित गर्न चाहन्छु। जनसङ्ख्या हाम्रो जुन बेला 1 करोड 25 लाख थियो, त्यो बेलाको जुन दरबन्दी अहिले 3 करोड जनसङ्ख्यामा त्यही दरबन्दी हुँदैन नि। हस्पिटलको इन्फ्रास्ट्रक्चर थप्ने भने ह्युमन रिसोर्स थप्नु पर्यो। यदि देशको जनसङ्ख्या बढ्यो भने डाक्टरको, स्टाफ नर्सको अनि हेल्थ असिस्टेन्टको अनि स्वास्थ्य वर्करको दरबन्दी बढ्नु पर्यो। खालि इन्फ्रास्ट्रक्चर या मसिन किनेर हुँदैन, मसिन चलाउने मान्छे पनि त चाहियो नि। मसिन त हामी किन्छु, एमआरआई किन्छु, सिटी स्क्यान किन्छु, 2 महिनामा बिगार्दिन्छ, चलाउने मान्छे हुँदैन। त्यसकारण मैले के अनुरोध गर्न चाहन्छु कि कम्तीमा स्वास्थ्यमा जुन एक तरिकाले आम जनताको पहुँच। दोस्रो कुरामा स्वास्थ्य मन्त्रालयले ध्यान आकर्षित गर्न चाहन्छु। हरेक प्राइभेट स्कुलमा, प्राइभेट हस्पिटलमा 10% फ्री बेड छ। त्यो फ्री बेडको त नोटिस किन निकाल्दैन? कुन जनतालाई फ्री बेड दिएछ? नेताहरूलाई दिन्छ, म गयो भने मलाई दिन्छ, म आफै स्वीकार गर्छु। तर गरिब जनतालाई गरिब जनताको लागि हो नि 10% फ्री बेड। त्यो 10% फ्री बेडको किन नीति कार्यान्वयन स्वास्थ्य मन्त्रालयले गराउन सकिरहेको छैन प्राइभेटलाई? त्यस कारणले जुन तरिकाले जुन सरकारी कानुन नियम कानुन छ त्यसको इम्प्लिमेन्टेसनको लागि जुन तरिकाले बजेट हुनुपर्ने त्यो देखिएन। दोस्रो कुरा म परराष्ट्रमा आउन चाहन्छु। परराष्ट्र मन्त्रालयले खालि एम्बेसी खोलेन, त्यसको हाम्रो रिटर्न के आइरहेछ, त्यसको व्हाइट पेपर जारी हुनुपर्छ। हामी एक्सपेन्स गर्न हाम्रो इकोनोमिक डिप्लोमेसीको अभाव छ। हामी इकोनोमिक डिप्लोमेसी हामी नेपालले कसरी आर्थिक रूपले उन्नति गर्ने र त्यसको लागि त्यो एम्बेसी के काम गरिरहेछ र सम्बन्धित विषयको एक्सपर्टहरूलाई पठाउनु पर्थ्यो एम्बेसडर ग्रुपमा। अब त्यो विषयको एक्सपर्टिज छैन, आफ्नो मान्छे आसेपासे एम्बेसडर बनाउने, त्यो गएर त्यहाँ जागिर खाने, डलरमा पाउने, सुविधा पाउने र नेपाली जनता र नेपाल राष्ट्रलाई केही फाइदा नहुने। मात्र एम्बेसी खोल्ने, कन्सुलेट खोल्ने, त्यो त्यतातिर नगएर हामी कम्तीमा रिटर्न के हो? यदि म 5वटा एम्बेसी खोल्यो भने 5वटा एम्बेसी। माननीय सदस्य, यहाँको निर्धारित समय सकिएको छ। अनुरोध गर्छु। यतिकै 3 मिनट र 5 मिनट हामी पाउनुपर्ने 8 मिनट हाम्रो अधिकार हो, तर पनि 7 मिनट पाइरहेको छ। त्यसपछि अनुरोध गर्छु 1 मिनट थपिदिउँ हजुर। त्यस कारणले मैले परराष्ट्र मन्त्रालयले के आग्रह गर्न चाहन्छु, त्यो बजेटमा पर्याप्त होस् कि नेपाली जनताको ट्याक्स पे मनी यदि हामी खर्च गर्छौँ भने त्यसबाट नेपाली जनताको रिटर्न के हो? अहिलेसम्म त्यो हाम्रो जोशी आउन सकेको छैन इजरायलबाट। त्यसको अवस्था के हो? बिपिन जोशीको अहिलेसम्म क्लियर छैन। अहिले पनि इरानमा इजरायलको हाम्रो नेपाली दाजुभाइको अवस्था के हो? रसामा जुन मारिएको छ अथवा जुन के अवस्था छ, परराष्ट्र त्यसको लागि काम गर्नुपर्ने नि। त्यस कारणले हाम्रो आर्थिक कूटनीतिको अभाव हो। परराष्ट्र मन्त्रालयमा आर्थिक कूटनीतिको लागि आर्थिक विशेषज्ञहरूको एम्बेसी या रिप्रेजेन्टेटिभको रूपमा बनाउने। इभन जेमा पनि प्रशासन हो, श्रम सहचारी बन्छ, त्यो पनि प्रशासनको मान्छे। श्रम प्रशासनको मान्छे गएर श्रम सहचारी के गर्छ? त्यस कारणले जुन जसको पहुँच छ खालि बाहिर सुविधाको लागि, डलरमा तलबको लागि, राम्रो सुविधाको लागि, छोराछोरीको उपचारको लागि, पढाइको लागि हामी संस्था खडा गर्ने, आफ्नो मान्छेलाई सुविधा दिने, तर रिटर्नमा नेपाली जनताले सुविधा नपाउने। त्यस कारणले मैले जुन श्रम सहचारीको या कन्सुलेटको जुन कन्सेप्ट छ त्यसबाट नेपाली जनताको खर्चको तुलनामा रिटर्न कति आइरहेछ, इकोनोमिक डिप्लोमेसी हामी कति बढिरहेछौँ। माननीय सदस्य र लास्टमा मैले ऊर्जा जसो त सिँचाइ मन्त्रालयलाई के अनुरोध गर्न चाहन्छु भने म 10 वर्षदेखि बल्दा बल्दा घाँटी खिसिसकेँ र बागमतीको तटबन्ध जम्मा 4-5 किलोमिटर तटबन्ध 10 वर्षमा गर्न सकेको छैन र अहिले पनि बजेट विनियोजन भएन। जबकि त्यसबाट त्यो जुन बाढी आयो भने कम्तीमा 50,000 मान्छेको उठीवास हुन्छ। 10,000 बिघा त जग्गा कटान भइरहेकै छ। मैले मन्त्रीजीलाई पनि बारम्बार रिक्वेस्ट गरेँ, प्रधानमन्त्रीलाई पनि भेटेँ, एउटा होइन दर्जनौं प्रधानमन्त्रीलाई मैले भेटिसकेँ। तर बागमतीको तटबन्ध, किनकि
भारत सरकारले लालबकिया बागमती कमला बलानको तटबन्ध लिया थियो, जहाँ छोड्यो त्यसपछि नेपाल सरकार भन्छ हामी त गर्नु पर्दैन, देश हाम्रो हो, जनता हाम्रो हो, जिम्मा त नेपाल सरकारले लिनु पर्यो नि। माननीय